कक्षा 12 को रिजल्ट त आयो, सबैजना खुसी पनि छन्। तर परीक्षा दिएका विद्यार्थीहरू भने दुखी छन्, किनकि उनीहरूको मेहनत अनुसारको नतिजा आएन। त्यसै कारणले उनीहरू अहिले काठमाडौँमा आन्दोलन पनि गरिरहेका छन्। त्यही आन्दोलनको क्रममा एकजना विद्यार्थीले भन्दै हुनुहुन्छ, मैले लेखेको सारेको व्यक्तिको A+ नतिजा आयो, तर मेरो भने B+ आयो। यो सरकारले हामीमाथि अन्याय गर्यो, किनकि राम्रोसँग हाम्रो परीक्षा पत्र जाँच गरेन भन्दै आफ्नो दुःख, आफ्नो गुनासो यसरी व्यक्त गर्नुभएको छ। यो भिडियो हेर्नु साथीहरू, तपाईलाई उहाँको यो गुनासो कस्तो लाग्छ कृपया आफ्नो कमेन्ट बक्समा लेख्न नबिर्सनु होला है त। मेरो सारेको मान्छेको उसको A+ आएको छ भने मेरो B+ आएको छ म्याथमा। कोलपुरबाट आएको, तर म 2 वर्षबाट यहीँ पढिरहेको छु। के समस्या भयो प्लस 2 को रिजल्टमा? के समस्या भयो? समस्या चाहिँ यहाँ मेन के भयो भने चाहिँ हामीले मेहनत गरेको अनुसार चाहिँ रिजल्ट आएन। हामीलाई थाहा छ हामीले कति लेखेको छौँ भनेर। म्याथ जस्तो सब्जेक्टमा त हामीलाई थाहा हुन्छ नि एक्ज्याक्ट कति आउँछ भनेर। म डेली इक्जाम दिएर आएर काउन्ट गर्थेँ। मेरो सारेको मान्छेको उसको A+ आएको छ भने मेरो B+ आएको छ म्याथमा। अब के गर्दा अनि तपाईले सरकारले यो गल्ती गर्यो भन्नुहुन्छ कि के भन्नुहुन्छ यसलाई? गल्ती त अभियसली गल्ती नै गरेको। पासिङ रेट 70% छ भने फेल हुने स्टुडेन्ट पनि पास भएको छ र टप हुने स्टुडेन्ट पनि पासै भएको छ। कि त्यो टप हुने स्टुडेन्टको बढेको छैन, फेल हुनेको चाहिँ बढेको छ, तर टप हुने स्टुडेन्टको उल्टै घटेको छ। के तपाईहरुको भनाइ भनेको अप्सन भयो अथवा केही पनि हैन, जति ग्रेड आउनु पर्ने हो त्यति आएन भन्ने कुरा हो? लापरवाही एकदमै भयो। रिटोटलिङको नाममा लुटिएका छौँ हामीहरू। 500 को ठ्याक्कै डबल भइसकेको छ। रिचेकिङ, रिटोटलिङ भनेको मार्क्स काउन्ट मात्रै गर्ने हो नि त। मार्क्स पुरै फेरि रिचेकिङको चाहिँ यहाँ सुविधा केही पनि छैन। वेबसाइट पनि चल्दैन रिटोटलिङको लागि। त्यही हो। के गर्ने त? अब के गर्ने? अब पढ्न अफलाइन थियो र कम पैसा थियो, अहिले अनलाइन बनाएको छ र बढी पैसा भएको। हो हजुर, रिचेकिङ गर्नको लागि नेपाल भरिको मान्छेहरू काठमाडौँ नै आउनु पर्ने। यो के हो? रिटोटलिङ, रिचेकिङ।